श्री गुरुभ्यो नमः। परम श्रद्धेय आचार्य श्री महाराजको चरण कमलमा कोटि कोटि नमन वन्दन। म डेगेश्वरी श्रेष्ठ, महिला पतञ्जलि योग समिति अध्यक्ष, कोशी प्रदेश सङ्खुवासभा जिल्ला। मुख्य प्रशिक्षक तालिम हरिद्वारमा 3 जना आएका छौँ। सङ्खुवासभा जिल्लामा 3वटा योग केन्द्र सुचारू रूपमा चलिरहेको छ। सङ्खुवासभामा 10वटा पालिका, 5वटा नगरपालिकामा 5वटा नगरपालिका र 5वटा गाउँपालिका छ। र महिला पतञ्जलि योग समिति नगर कमिटी 2वटा गठन भएको छ। यस वर्ष हामीले 10 जना सहयोग शिक्षकको तालिम गराउन सफल भएका छौँ। त्यसको साथै हामीले जडीबुटी दिवसको दिन गायत्री मन्त्र जपद्वारा हामीले यसलाई सफलता दिएको छौँ। महिला पतञ्जलि सङ्खुवासभाले अन्य सङ्घ संस्थाहरूसँग समन्वय गरी वृक्षारोपण, राष्ट्रिय योग दिवस, हरितालिका तीज कार्यक्रम, अन्तर्राष्ट्रिय योग दिवस, नारी दिवस र कार्यक्रम संयुक्त रूपमा कार्यक्रम सफल भएका छौँ। र राष्ट्रिय योग दिवसका दिन साप्ताहिक रूपले हामीले 11वटामा 6वटा वडामा हामीले प्राप्त गरेका छौँ हाम्रो पतञ्जलि योग समितिले। र त्यसै गरी आगामी भावी योजनामा खानबारी नगरपालिकामा र 5 खबर नगरपालिका 2वटा पालिकामा शिविर लगाउने तयारीमा बसेका छौँ। र 2वटा स्थायी कक्षा सञ्चालन गर्नका लागि हामीले तयारीमा राखेका छौँ। र स्कुल र क्याम्पसमा जानका लागि सबैसँग सरसल्लाह भइरहेको छ। र सम्पूर्ण जिल्लाको पतञ्जलिको परिवारलाई वनभोज कार्यक्रम गरी त्यसमा हामीले जडीबुटी र भान्साघर हामीले थोरै भए पनि परिवर्तन गर्दै लिएर जानुपर्छ। र जडीबुटीमा आयुर्वेद साथसाथै जडीबुटी हामीले थोरै चिन्ने कोसिस गर्नुपर्छ भन्ने एउटा प्रशिक्षण जस्तो सल्लाह सुझाव उहाँहरूले जानेको कुरा र हामीले जानेको कुरालाई समन्वय गर्ने गरी हामीले यसलाई तयार गरिरहेका छौँ। र यति भन्दै मेरो छोटो कार्य प्रगति विवरण यही अन्त्य गर्छु। ओम श्री गुरुभ्यो नमः। श्रद्धेय परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराजमा चरण कोमलमा कोटि कोटि नमन वन्दन। म कोशी प्रदेश सुदूरपूर्व हिमाली जिल्ला ताप्लेजुङबाट आएको म सुषमा साक्य, अध्यक्ष तथा पतञ्जलि योगपीठको आजीवन सदस्य। आज हामी साह्रै भाग्यशाली छौँ। परम श्रद्धेय आचार्य श्री महाराजको साक्षात् दर्शन पाएका छौँ। परम श्रद्धेय योग ऋषि स्वामी महाराजजी तथा आचार्य श्री महाराजजीले योग तथा आयुर्वेद सम्बन्धमा विश्वलाई नै अतुलनीय योगदान दिनुभएको छ। यहाँहरूको मार्ग निर्देशनमा रहेर हामीले दुर्गम पहाडी जिल्लामा पनि योगको प्रचार प्रसार गरिरहेका छौँ। मुख्य शिक्षक प्रशिक्षण शिविरमा ताप्लेजुङ जिल्लाबाट जम्मा 12 जना उपस्थित भएका छौँ। ताप्लेजुङ जिल्लामा जम्मा 3वटा योग केन्द्र, जिल्लामा नै महिलाहरूले मात्रै योग कक्षा सञ्चालन गरिरहेका छौँ। अब 2082 सालदेखि महिलाले नै पुरुष र युवाहरूलाई योगको लागि उत्प्रेरित गराउनेछौँ। आचार्य श्री महाराज। ताप्लेजुङ जिल्लामा 1वटा नगरपालिका, 8वटा गाउँपालिका र महिला नगर समितिको गठन भएको छ। 2 पटक योग शिक्षक तालिम गराएका छौँ र 24 जना योग शिक्षकहरू उपलब्ध बनेका छन्। 2081 साल माघ महिनामा विभिन्न स्कुल, सशस्त्र क्याम्प, साधना केन्द्रमा जम्मा 9वटा शिविर सञ्चालन गरिएको छ। महिला समितिले विभिन्न कार्यक्रम जस्तै पर्व दिवस, गुरु पूर्णिमा, जडीबुटी दिवसमा आचार्य श्री महाराजको हामी भव्य रूपमा जन्मोत्सव पनि मनाउने गरेका छौँ। र अन्य कार्यक्रम तीज, दीपावली, नारी दिवस, मेला, उत्सव र अन्य कार्यक्रममा पनि हामी सहभागिता हुने गरेका छौँ। र गुरुधामबाट फर्केपछि बृहत योग शिविर चलाउने छौँ।
पालिका स्तरीय महिला समिति गठन गर्नेछौँ र योग शिक्षक उत्पादन गर्नेछौँ। विभिन्न स्कुल कलेज र गाउँपालिकामा योग शिविर सञ्चालन गर्नेछौँ। अनि अन्तिम प्रतिवेदन आचार्य श्री महाराजीमा ताप्लेजुङ जिल्लामा एउटा योग भवन बन्दैछ, त्यसमा एउटा मात्रै ढलाइ भएको छ आचार्य श्री महाराज। त्यसमा चाहिँ यो हाम्रो बजेटको अभावले गर्दा त्यो निर्वाधन कार्य एकदम स्थगित भएको छ र यो समस्यालाई म आचार्य श्री समक्ष प्रतिवेदन पेश गर्दछु र जुन आज हामीले यो आचार्य श्रीको जुन आशीर्वादले ताप्लेजुङ जिल्ला नै योगमय बनाउने एउटा प्रेरणा मिलोस् भन्दै मेरो प्रतिवेदन यही समाप्त गर्छु। ओम गुरुभ्यो नमः। ओम योग ऋषि स्वामी महाराजलाई नमन गर्दै आयुर्वेदिक शिरोमणि परम श्रद्धेय आचार्य श्री महाराजको कमल चरणमा कोटि कोटि नमन वन्दन गर्दछु। ओम। र यहाँ मुख्य योग शिक्षक प्रशिक्षण शिविरमा उपस्थित हुनुहुने दिव्य आत्माप्रति ओमको नमन गर्न चाहन्छु सम्पूर्ण उपस्थितिमा। ओम। म यस कार्यक्रममा सानो छोटो प्रतिवेदन प्रस्तुत गर्न अनुमति चाहन्छु गुरुसँग। ओम। म 9वटा जिल्लासँग सिमाना जोडिएको भित्री मधेसमा पर्ने कोशी प्रदेश 14 जिल्लाहरूमध्ये एक उदयपुर जिल्लामा 4वटा नगरपालिका 4वटा गाउँपालिका रहेका छन्। यस जिल्लामा रहेको महिला पतञ्जलि योग समितिको साथै जिल्लाको प्रतिनिधित्व गर्दै म पतञ्जलि योग समितिको अध्यक्ष पवित्रा गिरी। यहाँ पवित्रा गिरी 2025 मार्च 3 देखि मार्च 9 सम्म भइरहेको मुख्य योग प्रशिक्षण शिविरमा यस जिल्लाबाट 17 जना महिला उपस्थित भएका छौँ। यस जिल्लाका पालिका मध्ये 2वटा गाउँपालिका र 3वटा नगरपालिकामा महिला समिति गठन भइसकेको छ। जम्मा 4वटा नगरपालिका 4वटा गाउँपालिका मध्ये त्रियुगा नगरपालिकामा 9वटा केन्द्रमा महिलाको नेतृत्वमा कक्षा सञ्चालन हुन्छ। त्यसै गरी कटारी नगरपालिका, चौडण्डी नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा एक-एकवटा शिविर महिलाबाटै सञ्चालन भइरहेका छन्। र 2081 सालमा हामीले गरेका विशेष कामहरू एउटा 36 दिने यो सहयोग शिक्षक प्रशिक्षण तालिम संयुक्त रूपमा सञ्चालनमा ल्याएका थियौँ, जसमध्ये 51 जना सहभागी हुनुहुन्थ्यो र एउटा 15 दिने सहयोग शिक्षक प्रशिक्षण तालिम संयुक्त रूपमा सञ्चालन गरेका थियौँ। त्यसमा 46 जनाको सहभागी थियो र 36 दिने त्यसमा 29 जना महिला र 27 जना पुरुषको सहभागी भएको थियो। यसै गरी 2वटा ठुला शिविर संयुक्त रूपमा सञ्चालन ल्याएका थियौँ। त्रियुगा नगर र कटारी नगरपालिकामा महिला समितिले 2 महिना अनलाइन कक्षा शिविर सञ्चालन गरेका थियौँ। त्यसमा 4वटा योग शिविर सञ्चालन भएको थियो। साप्ताहिक रूपमा हाम्रो अन्तर्राष्ट्रिय योग दिवस हामीले मनाएका छौँ र पतञ्जलि योग समितिको 18औं वार्षिक उत्सव पनि हामीले संयुक्त रूपमा मनाएका छौँ र राष्ट्रिय योग दिवस र जडीबुटी दिवस संयुक्त रूपमा मनाएका थियौँ र हरितालिका तीज र जितिया पर्व संयुक्त रूपमा हामीले महिलाहरूले त्यही प्रकारले मनाउँदै आइरहेका छौँ। जस्ता कार्यक्रमहरू हामीले विद्यालयदेखि विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आइरहेका छौँ। हाल उदयपुर जिल्लामा 29वटा कक्षा सञ्चालन छन्, जसमध्ये 13वटा महिलाले सञ्चालन गर्दै आइरहेका छौँ। हालसम्म उदयपुर जिल्लामा महिला योग शिक्षकको सङ्ख्या 294 जना छौँ। यसमध्येमा 127 जना उपयोग शिक्षक र 167 जना सहशिक्षक रहेका छन्। यसमध्येमा 167 मध्येमा 56 जना नयाँ योग शिक्षक भर्खरै हामीले तयार गरेका छौँ। यसै गरी हामीले 2082 सालमा गर्ने नयाँ कार्ययोजना तयार गरेका छौँ। संक्षिप्तमा हामीले सालको यस कार्यक्रममा पहिलो समिति नभएको पालिकाहरूमा समिति गठन गर्दै लैजाने सोच बनाएका छौँ। दोस्रो, समिति गठन भएका पालिकाहरूमा वडा स्तरसम्म गठन गर्ने र विस्तार गर्दै लैजानेछौँ।
हाल सञ्चालनमा आएका कक्षाहरूमध्ये सङ्ख्या बढाउँदै लैजाने विद्यालय तथा विभिन्न सङ्घ संस्थाको सहयोगबाट विभिन्न ठाउँमा शिविर सञ्चालन गर्ने लक्ष्य लिएका छौँ भन्दै हामीले आजको यस कार्यक्रममा समय धेरै लिएको भए पनि मेरा बाणीलाई यहीँ विश्राम गर्न चाहन्छु। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय भन्दै सम्पूर्ण गुरुमा ओमको नमन गर्न चाहन्छु। धन्यवाद। ओम श्रद्धेय आचार्य श्री महाराज को चरण कमल में कोटि कोटि नमन बंदन। म मंजू शर्मा कटेल मोरङ जिल्ला अध्यक्ष मुख्य शिक्षक प्रशिक्षक तालिम लिन हरिद्वार में 36 जना मोरङ जिल्लाबाट आएका छौं। मोरङ जिल्लामा 58वटा साधना केन्द्र चलिरहेका छन्। मोरङ जिल्लामा 1वटा महानगरपालिका 8वटा गाउँपालिकामा हामीले शिविर लगाइसकेका छौं। जम्मा 29वटा शिविर चलाइसकेका छौं। सहयोग शिक्षक तालिम 4वटा चलाइसक्यौं। अन्य कार्यक्रम 5वटा न्यानो कपडा वितरण, मानव सेवा आश्रममा ओछ्याउने 100 थान वितरण, जडीबुटी दिवसमा वृक्षरोपण कार्यक्रम अनि महिला समितिबाट वनभोज कार्यक्रम, आउने दिनहरूमा 3वटा शिविर लगाउने। यता गुरुद्वार हरिद्वारबाट जाने बित्तिकै हाम्रो 5 गतेदेखि नै शिविर चलाउने भएर यहाँ नेतृत्व लिएर आएकी छु। हाम्रो जिल्लाबाट साह्रै नै सक्रिय मेरा दिदी बहिनी आमाहरू हुनुहुन्छ, मलाई काँधमा काँध मिलाएर सहयोग गर्नुहुन्छ। ओम हरिओम तत्सत। परम श्रद्धेय आचार्य श्री महाराजको चरण कमलमा नमन बन्दन। महिला पतञ्जलि योग समिति नेपाल कोशी प्रदेश पाँचथर जिल्ला महिला सदस्य म सुन्दरी पोखरेल। श्रद्धेय श्री आचार्य महाराज समक्ष पाँचथर जिल्लाले 2081 सालमा गरिएका सम्पूर्ण कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गर्न गइरहेको छु। पाँचथर जिल्लाले 2081 1 देखि 11 फागुन महिनासम्ममा विभिन्न योग शिविरहरू सञ्चालनमा ल्याई विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आइरहेको छ, जसमा पाँचथर जिल्लामा 7वटा गापा र 1वटा नपा रहेका छन्। जम्मा 8वटा पालिका भएको जिल्लामा फिदिम नगरपालिकामा मात्र 6वटा योग शिविर योग केन्द्र सञ्चालन भइरहेका छन्। अन्य पालिकाहरूमा भने देवाय बमोजिम रहेको छ। च्याङथापु गापामा 2वटा स्थायी कक्षा, तुम्बेवा गापामा 1वटा स्थायी कक्षा, हिलियाङ गापामा 1वटा स्थायी कक्षा सहित पाँचथर जिल्लामा हाल सबै गरी 10वटा कक्षाहरू सञ्चालन भइरहेका छन्। साथै पाँचथर जिल्लाले अन्य कार्यक्रमहरू पनि यस प्रकार गरेको छ। तीज विशेष कार्यक्रम, राष्ट्रिय जडीबुटी दिवस, अन्तर्राष्ट्रिय योग दिवस, ब्रह्मा भोज आदि कार्यक्रमहरू गरेर 2081 साललाई सम्पन्न गरेका छौँ। पाँचथर जिल्लाको आगामी भावी योजनाहरू 2082मा हामीले सकेसम्म 10वटा शिविर कक्षाहरू थप्ने लक्ष्य राखिएको छ। महिला पतञ्जलि योग समिति पाँचथर। ओम गुरुभ्यो नमः। ओम श्री गुरुभ्यो नमः। परम पूज्य स्वामीजी महाराज र परम श्रद्धेय आचार्य श्री महाराजमा नमन बन्दन प्रणाम। र मेरो नाम निर्मला गजुरेल हो। महिला पतञ्जलि योग समिति झापा जिल्ला महामन्त्री
कोशी प्रदेश 1। झापा जिल्लामा 8वटा नगरपालिका छन् र 7वटा गाउँपालिका छन्। झापा जिल्लामा 105वटा साधना केन्द्र छन्। 2081 सालमा मात्र महिलाले सञ्चालन गरेका 39वटा साधना केन्द्र छन् र संयुक्तमा सञ्चालन गरेका 66वटा साधना केन्द्र छन् र 7वटा नगरपालिका र गाउँपालिकामा गरेर समिति गठन गरिसकेका छौँ र अब यहाँबाट गएर बुद्ध शान्तिमा एउटा गर्ने तयारीमा छौँ, गठन गर्ने। र हामीले जम्मा 15वटा योग शिक्षक ट्रेनिङ तालिमहरू दिएका छौँ र त्यसमा हामीले 3 महिनाभित्रमा 500 योग शिक्षक उत्पादन गरेका छौँ र एकै ठाउँमा 1 महिनाको अवधिमा उदाहरणीय रूपले पूज्य गुरुज्यूको उपस्थितिमा अर्जुन धारा योगमय घोषणा पनि गरेका छौँ र पुनः फेरि हामीले हजुर गुरुको उपस्थितिमै वीरता मठमा चैत रामनवमीका दिन चैत 25 गते झापा जिल्लाभरिको बृहत शिविर लाउने योजना पनि मिलाएका छौँ र त्यसमा म यहाँ गुरुदेवहरूलाई पनि निमन्त्रणा गर्नेछु र हामीले अरू अन्य कामहरू भनेको बाल दिवसका दिन बाल आश्रममा गएर साना साना नानीहरूलाई खानाका साथ वस्त्र पनि वितरण गरेका छौँ र 1 दिवसीय सत्सङ्ग झापा जिल्लाभरिको हामीले सम्पन्न गरेका छौँ। 30 विशेष कार्यक्रम मनाएका छौँ। जडीबुटी दिवसमा पूज्य योग ऋषि शिरोमणि गुरुज्यूको हामीले जन्मदिन पनि मनाएका छौँ र माता तीर्थमा ज्येष्ठ आमाहरूलाई सम्मान पनि गरेका छौँ र आउने दिनहरूमा झापाको वीरता मठमा त्यो अघि मैले भनिसकेँ शिविर लाउने छौँ र दमकमा हामीले नगरपालिकाका मेयरहरूलाई उपमेयरलाई यहाँ बोलाउनु भएको थियो। त्यसै गरेर दमक नगरपालिकाका मेयर आउनु भएको थियो र हामीले त्यहाँ पनि बृहत शिविर लाउने योजना मिलाएका छौँ तर त्यहाँको मिति चाहिँ तय भएको छैन र त्यस पछाडि हामीले अर्जुन धारालाई स्थानीयमा पाठ्यक्रममा पनि योग राखेर पाठ्यक्रम बनाइसकेका छौँ र पाठ्यक्रम पुस्तक निर्माणाधीन छ र हामीलाई जम्मा महिला दिदीबहिनीहरूले इन्दिरा गौतम हुनुहुन्छ, उहाँले 17वटा साधना केन्द्र खोलेर हामीलाई अघि बढ्न सफल बनाउनु भएको छ भने हाम्रै माझमा हुनुहुन्छ गान्धारी मिश्रजी, उहाँले 11वटा साधना केन्द्र खोलेर हामीलाई महिलाको तर्फबाट गर्नुभएको छ र हामीले दमकमा अरू 11वटा साधना केन्द्र महिलाको तर्फबाट खोलिरहेका छौँ र यहाँबाट गएपछि हामी झापा जिल्लामा प्रशिक्षण अहिले हामी महिला अध्यक्ष प्रेमकला निरोला र म झापा जिल्लाभरिको प्रशिक्षणमा हामी हिँडिरहेका छौँ र प्रशिक्षण पनि हामीले टिचर ट्रेनिङ दिने निर्णय गरेका छौँ भन्दै अब हाम्रो वीरता मठको जुन शिविरमा मैले गुरुज्यूलाई यहीँबाट निम्ता गरेँ, हजुरको उपस्थितिमा एकदम निमन्त्रणा गरेँ। त्यस्तै गरेर देवा दिदीज्यूलाई पनि मैले निमन्त्रणा गरेँ, देवकृपा दिदीलाई पनि मैले निमन्त्रणा गरेर पूज्य सावदीज्यूलाई पनि यहीँबाट निमन्त्रणा गर्दै मेरा भनाइहरू यी अन्त गर्छु। ओम पूज्य आचार्य श्री, आपके झापा जाने के पश्चात झापा में बहुत अच्छे से कार्य आगे बढ़ा है। वहाँ योग साधना केंद्र की संख्या और योग शिक्षकों की संख्या भी बहुत आगे बढ़ी है। शांता गौतम माता जी आ जाइए। हाँ, जो 11 क्लास लानी है आशीर्वाद ले लीजिए। ओम श्री गुरुभ्यो नमः। परम पूज्य स्वामीजी महाराज र का श्री चरणमा सशत नमन वन्दन गर्दै परम श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य श्री महाराजका चरण कमलमा सशत नमन वन्दन गर्न चाहन्छु। महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय सदस्य म कमला सापकोटा। महिला पतञ्जलि
को तर्फबाट हामीले अहिलेसम्म नारी दिवसको अवसरमा गौ सेवा गर्ने दिदीबहिनीहरूलाई हामीले सम्मान गरेका छौँ भने महिला पतञ्जलीले नै रोग अनुसारको योगमा सुगर र थाइरोइडको जडीबुटीहरू खुवाएर त्यो शिविर चलाएर हामीले 45 जनाको शिविर थियो र जिल्ला प्रवासमा पूज्य साध्वीजीको साथमा हामीले 15 जिल्ला हामीले प्रवास गरिसकेका छौँ र अब आउने भावी दिनहरूमा हामीले पहाडी जिल्लाहरूमा गएर प्रवास गर्ने हामीले सोच राखेका छौँ। साध्वीजीको साथमा हामीले 15वटा जिल्ला प्रवास गरिसकेका छौँ केन्द्रीय सदस्यहरूले र अब म आफू केन्द्रीय सदस्य भएर पनि मैले जहाँ पनि जडीबुटीको महाराजजीको पुस्तक मैले धेरै एकदमै रुचि राख्छु र मैले अहिलेसम्म 50-60 जनाको पाइल्स र दिदीबहिनीहरूको जुन ब्लिडिङको समस्या सिसमको पत्ता र धनियाँको पत्ताले मैले धेरैजनाको ठिक गराउने कोसिस गरेकी छु र ठिक पनि भइराखेको छ। मलाई यसमा धेरै रुचि लाग्छ र खानपानको सम्बन्धमा पनि मैले यसैको प्रचार गर्दै हिँड्छु। जहाँ जहाँ पनि सबभन्दा भान्सा सुधारौँ भनेर भान्साकै सुधारमा म जसको घरमा गए पनि त्यही कुरा मलाई एकदमै त्यो सुझाव दिन मन लाग्छ र त्यो कुराहरूको सुझाव दिन्छु। र धनियाँ आफ्ना घरमा भएका सबै भान्साका ती जडीबुटी युक्त ती मेथी ज्वानो धनियाँ सौँफ मरिच यी सबै कुराहरू औषधि हुन् भनेर यसरी औषधिको रूपमा हामीले लिएर पञ्चामृत बनाएर यसरी हामीले कति रोगीहरूलाई ठिक गराएका छौँ। र गत सालमा हामीले जडीबुटी र युक्त थाइरोइड र सुगरको लागि योग शिविर चलाएका थियौँ। त्यहाँ हामीले उहाँहरूलाई जडीबुटी र औषधि खुवाएर र खानपान सम्बन्धी सुधार गरेर धेरैजनालाई ठिक गराएका थियौँ भन्दै अब आउने आगामी सालमा हामीले धेरैवटा जिल्ला, यो त सानो कुरा हो, अब हामी जिल्ला जिल्लामा सबै जिल्ला नेपालका पुरै जिल्ला मा आवास गर्ने प्रवास गर्ने एकदमै योजनाका साथमा म पनि आफू साध्वीजीसँगको साथमा तत्पर छु। र महिला पतञ्जली योग समिति नेपालको जबदेखि सङ्गठन भएको थियो त्यति बेलादेखि हाम्रा महिला दिदीबहिनीहरू धेरै धेरै उजागर भएर एकदमै तीव्र गतिले सेवामा लाग्नुभएको छ भन्दै सबै दिदीबहिनीहरूलाई पनि धन्यवाद दिँदै स्वयं महाराजजीका श्री चरणमा पुनः सशत नमन वन्दन गर्दै मैले आफ्ना वाणीहरूलाई यही ओम श्री गुरुभ्यो नमः। परम पूज्य श्रद्धेय स्वामी महाराजका सूक्ष्म उपस्थितिलाई नमन गर्दै परम श्रद्धेय शिरोमणि आचार्य श्री महाराजका कमल चरणमा नमन वन्दन। हाम्रा 5वटा प्रदेशका दिदीबहिनीहरूप्रति पनि नमन गर्न चाहन्छु। महिला पतञ्जली योग समिति नेपाल कि केन्द्रीय सदस्य म शान्ता गौतम केन्द्रीय समिति मार्फत गरिएका योग शिविर विभिन्न कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रेस गर्न लागिरहेकी छु। पूज्य साध्वी देवादितीज्यूको साथमा उहाँको उपस्थिति नेपालमा जब भए पश्चात नेपालका पूर्वका कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रवासको क्रममा कोशी प्रदेशका 13वटा जिल्ला भ्रमण गर्ने क्रममा पहिलो पटक मिति 2079-मा 5 विराटनगरमा 7 दिवसीय योग शिविर सञ्चालन गर्नुभएको थियो पूज्य साध्वी देवादितीज्यूले। त्यस शिविर समापनपछि हाम्रो ताप्लेजुङ जिल्लाको प्रवास भएको थियो। त्यहाँ सत्सङ्ग साथै 1 दिवसीय शिविर सम्पन्न भएको थियो। त्यस पश्चात पाँचथर जिल्लामा प्रवास भएको थियो। पाँचथर जिल्लामा पनि 1 दिवसीय सत्सङ्ग अनि त्यस पछाडि इलाम जिल्लामा भएको थियो। इलाम जिल्लामा शिविर सञ्चालन गर्ने क्रममा उद्घाटन कार्यक्रम देवादितीज्यूबाट भएको थियो र त्यो जिल्लामा 5 दिनको शिविर सम्पन्न गर्ने जिम्मा मैले लिएकी थिएँ। त्यसै गरेर अर्को वर्ष 13वटा जिल्लाको भ्रमणको क्रममा पहिलो हाम्रो उदयपुर जिल्लामा पूज्य साध्वी देवादितीज्यू र हाम्रो केन्द्रीय प्रभारी हिरा
अधिकारीज्यू पनि उपस्थिति हुनुभएको थियो। त्यसरी नै हामीले त्यहाँ पनि सत्सङ्ग र एक दिवसीय कार्यक्रम, त्यस पछाडि ओखलढुङ्गा जिल्लामा प्रवास भएको थियो। ओखलढुङ्गा जिल्लामा पनि एक दिवसीय शिविर, सत्सङ्ग कार्यक्रम र अपूर्ण भएका महिला समितिहरूलाई पूर्ण गर्ने कार्य भएको थियो। साथै खोटाङ जिल्ला, त्यसरी नै सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा यी जिल्लाहरूमा पनि साध्वीजीको प्रवासका साथै कार्यक्रम समापन गरी साध्वीज्यू त्यस पछाडि काठमाडौँ जिल्लामा लाग्नु भएको थियो। त्यो काठमाडौँ जिल्लामा पनि साध्वीज्यूहरूको साथमै म पनि प्रवासमा रहेकी थिएँ र त्यस पछाडि 2080 मा कोशी प्रदेशबाट 8वटा जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू, जति पनि कोशी प्रदेशले गर्न खोजेका कार्यक्रमहरू छन्, विभिन्न चाडपर्व, यी सम्पूर्ण कार्यक्रमहरूमा हाम्रो अनलाइनबाट हामीले सन्ध्याकालीन कार्यक्रमहरू सम्पन्न गरेका छौँ र प्रदेश समितिको मोरङ जिल्लामा भएको 7 दिवसीय योग शिविरमा पनि उपस्थित भएर जुराहाटमा कार्यक्रम गर्न सम्पन्न भएको थियो। भन्दै हरेक कार्यमा चाहिँ केन्द्रीय सदस्यको नाताले मैले सबै जिल्लाहरू र सबै प्रदेशहरूमा विभिन्न हाम्रो अनलाइनका कार्यक्रमहरूमा आफूले सक्दो सेवा पुर्याइरहेकी छु र आगामी दिनहरूमा पनि दिदीबहिनीहरूलाई अगाडि बढाउन अनवरत रूपमा खटिरहने प्रतिबद्धता साथ आचार्य श्री महाराजका चरणमा बिन्ती टक्राउँदै बिदा हुन चाहन्छु। ताली तो बजा दो जितनी बैठी हो यहाँ पर, इतना ताकत लगाई। देखो 67 वर्ष पुगे, 67 वर्षको हुनुहुन्छ।